हेलो एभ्रिवान, नमस्कार सबैलाई स्वागत छ तपाईलाई एसएस नेपाल युट्युब च्यानलमा। र यति बेला हामी उपस्थित भएका छौं बरुवा खोला र त्रियुगाको बीचमा रहेको गाईघाटमा हामी छौं। र हाम्रो परिचय दिनु पर्दाखेरि म सुमित्रा श्रेष्ठ, म सन्जु निरौला। रुगाले चाहिँ हामीलाई एकदमै गाह्रो बनाइरहेको छ, किनभने चिसो चिसो हावा यस्तो स्पर्श गर्न पाउँदाखेरि हामी एकदमै आनन्दमय महसुस गरिरहेका छौं। कि कसो त सुमित्राजी? एकदम ठीक भन्नुभयो तपाईले। ओके, हामी चाहिँ वास्तवमा भन्नुपर्दा गाईघाटमा रहेको गाईघाट वडा नम्बर 10 मा रहेको भ्यू टावर विशेष गरेर हामी गाईघाट हेर्नका लागि हामी आइसकेका छौं। र यो गाईघाटलाई मजाले निहाल्नका लागि आइसकेका छौं है। त्रियुगा नगरपालिका 10 मा अवस्थित भ्यू टावरमा उपस्थित भइरहँदाखेरि चाहिँ हामीलाई एकदमै आनन्दमय महसुस भएको छ। र विशेष गरेर हामी चाहिँ झापाको दमकबाट उपस्थित भएका छौं र तपाईलाई यस दृश्यहरू अवलोकन गराउनका लागि हामी आएका छौं। र हाम्रो साथमा क्यामेरामा हुनुहुन्छ यही गाईघाट निवासी अटो चालक कृष्ण दाई हुनुहुन्छ। र उहाँले हामीलाई क्यामेरा समाएर एकदमै सहयोग गर्नु भएको छ। उहाँको लागि धेरै आभार प्रकट गर्छौं। र आज भने हामी थोरै तपाईलाई भ्लग स्वरूप एउटा केही भिडियोहरू देखाउनका लागि यहाँ उपस्थित भएका छौं। र पनि दर्शकबिन तपाई हेर्दै हुनुहुन्छ एसएस नेपाल युट्युब च्यानलबाट। र मैले तपाईलाई दृश्य अवलोकन गराइरहेको छु। यो बाटो, यो पिच देख्दै हुनुहुन्छ, यो चाहिँ खोटाङ दिगदेल जाने बाटो हो। यो दृश्यहरू देखाउँदैछु। हलेसी धाम जाने बाटो तपाईलाई मैले अवलोकन गराइरहेको छु। र यहाँदेखि कति किलोमिटर लाग्छ? लगभग 105 किलोमिटर। यति बेला भने हामीसँग कृष्ण दाई हुनुहुन्छ। र उहाँले हाम्रो यो पर्यटकीय ठाउँमा पर्यटनको रूपमा हामी आएको मान्छेलाई चाहिँ एकदमै घुमाइराख्नु भएको छ। धेरै आभार प्रकट गर्न चाहन्छौँ। र यसको बारेमा थोरै महत्त्वहरू के छ, गाईघाटमा के छ र कस्तो छ भने यहाँको बारेमा छोटो मिठो जानकारी गराउनु हुनेछ कृष्ण दाईले। तपाईको शुभ नाम बताइदिनुस्। तपाईलाई स्वागत छ। उदयपुर तिरिनपा 10 बस्ने कृष्ण मङ्गराती मेरो शुभ नाम हो। र यो दिगदेल सडकदेखि लिएर गाईघाट, खोटाङ र हलेसी धाम शुद्ध र लामीडाँडा एयरपोर्ट सहित जाने बाटो हो। र उदयपुर गाईघाट भनेको एउटा पहिलादेखि नै नाम चलेकै ठाउँ हो। र अहिले डेभलप भएको लगभग 61-62 हो। त्यो सुन्दर ठाउँ र सुन्दर बन्नुपर्छ भन्ने र स्वच्छ भावना बोकेको मान्छे उहाँहरू पनि झापाबाट 2 जना आउनुभयो। यसैलाई धेरै धन्यवाद। झापाली चेलीहरूसँग भेट्दा कस्तो महसुस भएको छ? दामी भएको छ एकदम। झापाली चेलीहरू एकदम आफ्नै दिदी बहिनी सम्झेर यो ठाउँ घुमाइरहेको छु। अनि झापालीलाई त कस्तो जाली भन्छन् त? हामी जाली जस्तो लागेन। आई एम सरी, त्यस्तो होइन। एकदम मनमुटु भित्र छुने हिसाब किताबको चेली हुनुहुन्छ। ल सुन्नु पनि भयो ल, पक्कै पनि झापाली वास्तवमै जाली हुँदैनन्। हामी यस्तो मजाको छौँ भनेर यहाँ गाईघाटको कृष्ण दाईले पनि बताइसक्नु भएको छ। यो 105 किलोमिटर ट्राभल गरिसके पश्चात चाहिँ हामी पुग्छौँ हलेसी धाम। तर आज भने हाम्रो यात्रा चाहिँ गाईघाट त्रियुगा नगरपालिका वडा नम्बर 10 मा रहेको यसै बरुवा खोला र त्रियुगाको बीचमा रहेको गाईघाट र विशेष गरेर 10 नम्बर वडामा रहेको यो भ्यू टावरमा आइरहेका छौं। र यति बेला मलाई साथ दिनका लागि मेरो साथी हुनुहुन्छ, सुमिता जी हुनुहुन्छ। उहाँ चाहिँ एकदम दृश्य अवलोकन गरिरहनु भएको छ र उहाँलाई पनि स्वागत गर्न चाहन्छु। स्वागत छ सुमिता जी फेरि पनि तपाईलाई। धन्यवाद सन्जुजी। कस्तो महसुस भइरहेछ? चिसो चिसो हावाले मनै स्पर्श गरिरहँदा आनन्दमय भइरहेछ मलाई त। तपाईलाई कस्तो फिल भइरहेछ? मलाई पनि त्यस्तै भइरहेछ। अब के भन्छ, नेचुरल ब्युटी यस। त्यो अब दुइटै के अरे बीचमा रहेछ होइन। यस्तो अब हेरे पाएको थिएन नि त। हामी बजारमा जान्थ्यौँ। यो भन्दा अगाडि पनि धेरै अगाडि आउँदाखेरि विकसित पनि थिएन। अहिले त एकदम राम्रो भएछ, सहर जस्तै भइसकेको रहेछ। धेरै धन्यवाद यहाँको स्थानीयहरूलाई यति राम्रो डेभलप गर्नुभएकोमा, सफाई गर्नुभएकोमा धन्यवाद।
ओहो साँच्चै पनि एकदमै पक्कै पनि हेर्न सक्नुहुनेछ यो गाईघाटको दृश्य हो कस्तो एकदमै सुन्दर। तपाईँ पनि घुम्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। हामी त घुमेर आनन्द महसुस गरिसक्यौँ, आनन्दमय ठाउँमा आएर हामीले फिल गरिसकेको छौँ कि यो ठाउँ यस्तो आनन्दमय लाग्यो। र यो खोला देख्दै हुनुहुन्छ, त्यो खोला चाहिँ भनेको चाहिँ नि तपाईँले देख्दै हुनुहुन्छ त्यो बरुवा खोला हो। बरुवा खोलाबाट यो गाडी आउँदैछ है, त्यो देखाउँदैछु। त्यसै गरेर हजुर त्यो दिक्तेल जाने गाडी, त्यो गाडी घुमेर चाहिँ यतै आउँछ अनि घुमेर यही बाटो आउँदै आउँदै दिक्तेल हुँदै हलेसी हुँदै जान्छ है। बाटो देखाइरहेको छु। पक्कै पनि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस्। गाईघाटमा छ, गाईघाट अवस्थित यो सुन्दर दृश्य तपाईँलाई अवलोकन गराउने यो अवसर पाएको छु। तपाईँहरूलाई चाहिँ अब कस्तो लाग्दैछ भिडियोहरू चाहिँ अन्तिमसम्म हेर्नु होला। हामी त अब थोरै अब गफाडी त पक्कै होइन भनिसक्नु भएको छ कृष्ण दाईले, तर पनि तपाईँहरूलाई अलिक आनन्दमय फिल होस् भनेर महसुस होस् भनेर चाहिँ हामीले यसरी देखाएका छौँ। दाई उयो चाहिँ के रोपिरहेको छ नि, के छ यहाँनिरको बालीनाली विशेष गरेर के उब्जनी गर्न सकिन्छ? यहाँ गहुँ, मकै, त्यस पछाडि तपाईँलाई आलस, मुसुरी, कोलादेखि लिएर आँपहरूको अन्य अर्ग्यानिक उब्जा बालीहरू यहाँ पाइन्छ। विशेष गरेर उयो त्यो पहिलो देखिरहेको छ नि, यो पहिलो चाहिँ के रोपेको हो? सक्खु, यो पहिलो सबै गहुँको सिजन हो। ए अनि त्यो चाहिँ मुसुरीको दाल हो, त्यो हरियो देखिएको? हरियो मुसुरीको दाल पनि छ, त्यहाँ खेसारी पनि छ। ए अनि त्यस्तै हो। अब सबै अर्ग्यानिक उब्जा बालीहरू हो, यो प्रायः त अर्ग्यानिक। यहाँबाट चाहिँ कतिको झापातिर सामानहरू जान्छ? यहाँ भएको सामान झापा जान्छ, काठमाडौँ जान्छ, हेर्नुहोस् तपाईँलाई विराटनगर जान्छ। यहाँको उब्जनी अर्ग्यानिक चिजहरू प्रायः जस्तो मान्छेहरू यही ठाउँमा आएर लिएर जानुहुन्छ उहाँहरूले। यहाँको सामान चाहिँ झापा काठमाडौँ हुँदै निर्यात हुन्छ एकदमसँगले एकदमै कस्तो भव्य ठाउँमा आएका छौँ। म त कस्तो मजा फिल गरिरहेको छु। मान्छेहरूले स्थानीय मान्छेहरू हुन्छ र पक्कै पनि हाम्रो भिडियोलाई यतिन्जेलसम्म हेरेर बस्नु भयो। अन्ततः दर्शकबिनहरू हामी यसै गाईघाटमा रहेको भ्यू टावरमा रहिरहँदा चाहिँ एकदमै आनन्द महसुस भएको छ र हामी लगभग अन्तिम चरणमा आइसकेका छौँ। तपाईँहरूलाई भ्लगहरू बनाउने इच्छा त छ, तर पनि समयहरू धेरै लम्बिसकेको छ। हामीले 4-5 मिनट त भिडियो बनाइसकेका छौँ, तर पनि यहाँको दृश्य त्यसैभित्र कैद गराइसकेको हुँदाखेरि चाहिँ नि अब मैले पनि तपाईँहरूबाट बिदा लिनुपर्ने नै हुन्छ। र यतिन्जेलसम्म तपाईँले हेरेर हामीलाई साथ दिनुभयो, विशेष आभार प्रकट गर्न चाहन्छु। एसएस नेपाल युट्युब च्यानल यदि तपाईँले लाइक गर्नुभएको छैन भने, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला अनि बेल आइकन पनि दबाउन नबिर्सनु होला भन्दै अब भने म गाईघाटबाट झापाली चेली बिदा हुन चाहन्छु। बिदा हुने समयमा चाहिँ ठ्याक्कै एउटा गजल भनिदिनुहोस्। तिमी 100 म 40 60 फरक छ। सबैले रुचाउनु भएको यो शायरी तपाईँलाई म सुनाउन गइरहेको छु। तिमी 100 म 40 60 फरक छ, राजनीति र मायामा अति फरक छ। तिम्रो र मेरो सबै थोक मिल्दै पनि तिमी काङ्ग्रेस म एमाले पार्टी फरक छ। धन्यवाद, हवस् त।